हामी चाहिँ आज एयरपोर्ट घुम्न जाने भनेर प्लान बनायौँ अनि छिटो म रेडी हुन थालेँ। हल्का मेकअप गरेँ, धेरै गरिनँ अनि ड्रेस चेन्ज गरेँ। यो चाहिँ मेरो फाइनल लुक थियो अनि कस्तो लाग्यो भन्नु होला। अनि हामी चाहिँ रुमबाट निस्क्यौँ। एयरपोर्ट नजिकै छ हाम्रो रुम, धेरै टाढा छैन, 5 मिनट मात्रै लाग्छ। अनि एयरपोर्टको गेटनिर हामी पुग्यौँ। गेटनिर चाहिँ रोक्नु पर्दो रहेछ, त्यहाँ चाहिँ टिकट लिनु पर्दो रहेछ। 5 मिनटको लागि चाहिँ फ्री हुने रहेछ अनि त्योभन्दा बढी बस्यो भने चाहिँ पैसा तिर्नु पर्दो रहेछ। अनि हामी चाहिँ एयरपोर्ट पुग्यो। यो चाहिँ एयरपोर्टको भित्रको भ्यू हो, कस्तो राम्रो देखाएको थियो। अनि लाइटहरू झन् बलेर बेलुका हामी गएको थियौँ, त्यही भएर। अनि त्यसपछि गाडी पार्किङमा लायो अनि भित्र गयौँ। अनि हामी चाहिँ दाइसँग भेट्न गएको थियो। दाइ चाहिँ पुलिस हुनुहुन्छ अनि त्यही जब गर्नुहुन्छ एयरपोर्टमै। अनि उहाँले नै भेट्न बोलाउनु भएको थियो अनि हामी उहाँसँग भेट्यौँ। एकछिनपछि प्लेन पनि आयो अनि हेऱ्यौँ। अनि छोरा सुतिसकेको रहेछ। छोरी चाहिँ खेल्दै अनि दुइटै बाउ छोरी मिलेर रमाइलो गर्दै थियो उनीहरूलाई। मेरो छोरीलाई उसको बुवा भैसुलाई केही नि चाहिँदैन, बुवासँग नै मस्त हुन्छ। म पनि चाहिँदैन। कति बाउ छोरीको बोन्डिङ कस्तो के, कति राम्रो, कति रमाइलो गर्छ। अनि टाइम धेरै भइसकेको थियो, 8 बजिसकेको थियो। अब हामीलाई घर पनि फर्किनु थियो अनि हामी चाहिँ अब घरतर्फ लाग्यौँ। अनि दाइलाई बाई बाई गरेर हामी अब चाहिँ घरतिर फर्क्यौँ। घर फर्केपछि बाबु र नानु खेल्न थाल्यो। अनि मुख हेर्छु त पुरै पसिनाले भिजिसकेको रहेछ गर्मीले गर्दा। आजको लागि यति, थ्याङ्क यू।